गाइस आज चाहिँ हामी यहाँ मौरी खोज्न आएको है। मौरी एक ठाउँ भेटिसक्यो यहाँ। Oh my god. Oi. ओहो यस्तो डेन्जर छ यार। यहाँ ल्याउनु पर्दैन। पारी जाऊ पारी। राम्रोसँग है। कहाँ केसको रुख रहेछ यो? यो त सुक्या रहेछ त। छ यो सुक्या रहेछ। पुरै सुक्या छ त। काम छैन यो। के दाउरो छ यो। भर्खर भर्खर सुक्न लागेको रहेछ। मेरो दाउ त खस्दैन हेर्नु त यहाँ। चट्याङले खाने हाला पहिले। यो फलार त जति सुक्न जाम तिम पार जाऊ। त्यो अगाडिकोलाई काटौँला अब होइन अन्त छैन। हेलो गाइस आज चाहिँ हामी यहाँ जङ्गलमा मौरी खोज्न आएको। एक ठाउँमा चाहिँ मौरी भेटिसक्यो है। मृग रहेछ त यहाँ। यहाँ बस्दो रहेछ। अरिङ्गाल खाला नि। यहाँबाट त छैन नि यारको मात्रै देखिँदैन। जा सुरेश जा। यहाँ कहाँ आयौँ हामी? ऊ होइन र यता गुराँस। Okay guys, we find bee house. यसमा चाहिँ मौरी बसेको रहेछ हामीले अहिले देखेको। हेरु गए गाइस।
यसमा चाहिँ मौरी आउने जाने कार्य भइरहा। उतापट्टि जानु फुस्केला नि जाति ठुलो छ ना यो बसमै ठुलो छ यो ढोकै आउँदा घाट त ठिक हुन्छ यो घार गाउँलाई यत्रो छ ठिक हुन्छ छ दुलो छैन दुलो छैन के गर्ने हो बल्ल होला हाङ्गाबाट सबै खानु पर्छ लाग्छ क्यामेरा नखरे अहिले क्यामेरा त नबनाइ सुक यो पो कस्तो राख्ने हो त्यो चलाउनु बसमै ठुलो छ नि त हैन ओहो मारे यो पनि पहिले काट्नु पर्छ पछि अल्झाइ मौरी भेट्टै छैन आज यता ढल्ने रे यस्तो काट्नु पर्छ यत्रै रिजा त यहाँ उपर यत्रै जुले छ यत्रै जुले छ हात टक्कर गएर ट्याक्टर दिनले मोर्नी चलामा होला चला गुड्ला के त क्यामेरा नछरे यार यहाँ नि सुरेश यहाँ छ यहाँ पनि छ होला मौरी यार चिल्लो बना हा आइरहन्छ ये यो तेरोमा गाँड छ नि त्यो देख्नुमा हुन्छ नि घार कताबाट काट्छ खाना नि काट्यो होला उँधो पनि हुन्छ त्यो दोस्रो उले ढाल्छ खै यहाँ त भिडियो छ र भित्र पल्ने पल भित्रै घाँच्छ भित्रै छिरो भित्रै माथितिर छ यार भने कता छ म हेर्न आएछ यार भित्रै छिराउँछ अब छिराउँछ छैन कता छ छिर्दैन उमातिर रहेछ उमातिर झाडा सिधाउनु भन्ने भिडियो गर भाइ मौरी छ यार तिमीहरू हेरिरहेछौ ए बड्डा
मौरी ती हाल्नुमा त फर्किन्छ हेर छ हेर्नु नि क्यामेरामा हेर्नु खस